आज चाहिँ हामी एकाइ 9 सामाजिक कक्षा 12 को सहरीकरण र बसाइसराईको पढ्छौँ। आज चाहिँ हामी पाठ 4 सम्म मात्र पढ्छौँ अनि अर्को भिडियोमा हामी पाठ 4 पछि पढौँला। सुरुमा चाहिँ सहरीकरणको अवधारणा छ लेसन 1। यसमा तिमीले मेन बुझ्नुपर्ने भनेको बेसिक कन्सेप्ट भनेको चाहिँ सहर भनेको के हो भनेर बुझ्नु पर्यो हैन। तुलनात्मक रूपमा बाक्लो जनघनत्व भएको बस्तीलाई सहर भनिन्छ। घनत्व भनेको के हो? त्यो ठाउँमा कति बसे 1 किमीमा भनेर त्यसलाई जनघनत्व भनिन्छ हैन। तुलनात्मक रूपमा बाक्लो जनघनत्व भएको बस्तीलाई सहर भनिन्छ। सामान्यतामा सहर भनेको व्यापारिक तथा बजार केन्द्र हो। सहर अङ्ग्रेजी शब्द सिटीको नेपाली रूपान्तरण हो। यो शब्द ल्याटिन शब्दको सिटिटस शब्दबाट व्युत्पन्न भएको हो। यसको शाब्दिक अर्थ नागरिकको समुदाय हुन्छ। बसोबास गर्ने मानिसहरू मुख्य रूपमा गैर कृषि कार्यमा संलग्न हुन्छन्। सहरको अभाव जनसङ्ख्याको आकार, व्यावसायिक विविधता, पृष्ठ प्रदेश, कार्य र संरचनाको सम्बन्धसँग जोडिएको हुन्छ। सहरले पृष्ठ प्रदेशका समुदायलाई आधारभूत सेवाहरू प्रदान गर्छ। सहर एक आर्थिक, प्रशासनिक, धार्मिक, सांस्कृतिक र सेवा क्षेत्रसँग सम्बन्धित गतिविधिको केन्द्र हो। सहरको विशेषताहरू के छ भन्दाखेरि उच्च जनसङ्ख्या र जनघनत्व, केन्द्रीय सेवा सुविधाको उपलब्धता, व्यावसायिक विविधता, बसाइसराईको आकर्षणको केन्द्र, उद्योग कारखानाको उपलब्धता र गुणस्तरीय सेवा, सुविधाको प्रयत्न, उच्च आर्थिक क्रियाकलाप। अनि यसमा अर्को तिमीले के बुझ्नुपर्छ भन्दाखेरि यसको मुख्य प्रमुख विशेषता चाहिँ यसमध्ये नि अब जनघनत्व बढी हुने भएन डेफिनेसनमा मैले तिमीलाई भनेकी थिएँ। गैर कृषि जस्तोमा हुने भयो कि मान्छेहरू संलग्न चाहिँ अब गैर कृषि भन्नाले कृषि बाहेक अरू के फार्मिङसँग रिलेटेड बाहेक अरू कामहरू। अनि सेवा सुविधा पनि प्राप्त सजिलैसँग हुन्छ के। सहरीकरण हुनु भनेको विकासका पूर्वाधारहरूसहित सुविधाको गतिविधि हुनु हो। गाउँलाई नै सुविधा सम्पन्न बनाउन सके अव्यवस्थित सहरको कहरबाट मुक्त हुन सकिने कुरा पनि बहस हुन थालेको छ। अनि संयुक्त राष्ट्र सन्धिले चाहिँ के भन्छ भन्दाखेरि ग्रामीण क्षेत्रका मानिसहरू सहरमा गएर काम गर्ने र बस्ने प्रक्रिया नै सहरीकरण हो। अब विश्वव्यापी सहरीकरणको प्रविधि व्याख्या गर्नुहोस् भनेर पनि क्वेसन आउन सक्छ। एक्सर्साइजमा पनि छ है यो क्वेसन। प्राचीन सहरहरू मानव सभ्यतासँगै विकास हुँदै गएको पाइन्छ। मध्य दक्षिणमा रहेको जेरिको र कत्याल हुयुक प्रोटो सहर लगभग 6000 इबीतिर देखा परेको थिए। जुन मेसोपोटेमिया सभ्यता 3000 इबी भन्दा पुरानो भनिन्छ। मेसोपोटेमिया इबी भन्दा पनि पुरानो भनिन्छ हैन। अनि इजिप्ट सन्धि घाटी र चीनको प्राचीन सहरहरू जन्य कृषि अर्थव्यवस्थामा आधारित थिए। यी सहरहरू खाद्य उत्पादन र बचत, धार्मिक, सैन्य शक्ति र राज्यको केन्द्रहरूमा थिए। प्राचीन सहरहरू मन्दिर र चर्च जस्ता धार्मिक स्थलको वरिपरि बसेका हुन्थे जसले सभ्यता, इतिहास र संस्कृतिलाई संयोजना गरेको हुन्थ्यो। समकालीन सहरहरूको सामाजिक, आर्थिक र सांस्कृतिक संरचनामा बसाइसराई, जातीय विविधता, असमानता आदिले परिवर्तन ल्याएको देखिन्छ। विश्वमा सहरीकरणलाई व्यवस्थित बनाउने उद्देश्यले अक्टोबर 31 का दिन संयुक्त राष्ट्र सङ्घले विश्व सहरीकरण दिवस मनाउँदै आएको हुन्छ। अब सहरीकरणको अवसरहरू के हुन्छ भन्दाखेरि सामाजिक सेवा क्षेत्रहरूमा जनताको पहुँच हुने भयो हैन। विभिन्न स्रोत र साधनमा पनि जनताको पहुँच पुग्ने भयो। औद्योगिकरण हुने भयो। रोजगारीको अवसर हुने भयो। आर्थिक विकास पनि हुने भयो। तर यसको समस्या पनि छ के अब कामको कमी हुने भयो। भर्खरै मैले रोजगारीको अवसर हुन्छ भन्थेँ अनि भर्खरै मैले कामको कमी हुन्छ भनेको छैन। हेर सहरीकरणमा रोजगारीको अवसर कसरी हुन्छ? तिमी सहर जान्छौ, तिमी राम्रो राम्रो रोजगारीको अवसरहरू उपलब्ध हुन्छ कि सहरमा चाहिँ धेरै अपर्च्युनिटिज हुन्छ कि तिम्रो गाउँको भन्दा हैन। तर कामको कमी कसरी भयो त नि त्यहाँ अपर्च्युनिटी धेरै हुँदा? धेरै मान्छे त तल काम गर्न आएन नि त धेरैले काम खोजिरहेको नि त। सो त्यहाँ कामको कमी हुँदै जान्छ कि बिस्तारै। अनि घरबार भिन्नता पनि हुन्छ कि सहरमा समस्या चाहिँ। अब कति धेरैले चाहिँ घर एफोर्ड नै गर्न सक्दैन हैन बाहिरबाट आएको हुन्छ। कति धेरैले चाहिँ फ्यामिली छोडेर टाढा आएको हुन्छ त्यही भएर नि डिस्टेन्सले गर्दा नि हुँदैन। वातावरणीय प्रदूषण तब हुने नि भयो। सहरमा प्रदूषण बढी हुन्छ गाउँभन्दा। अनि यहाँ अपराधीकरण पनि हुन्छ। अपराध धेरै हुन्छ सहरमा हेर। अनि सुकुम्बासी बस्तीको विस्तार पनि हुन्छ। अर्को तिमीले जान्न पर्ने चाहिँ नगरपालिका, उपनगरपालिका र महानगरपालिका बारे हो। नगरपालिका चाहिँ स्थानीय सरकार सञ्चालन ऐन अनुसार चाहिँ हिमाली जिल्ला भएमा वार्षिक 1 करोड आय नि हुनुपर्यो। आफैले कमाउनु पर्यो के त्यो ठाउँले। विगत 5 वर्षको औसतको अनुसार आन्तरिक आय भयो भने चाहिँ त्यो नगरपालिका भन्न पाइयो। तर कम्तीमा 2500 वटा चाहिँ अब 2500 भन्न चाहिँ 2500 अब 25 जना भर्ना गर्न मिल्ने के अस्पताल हुनुपर्यो, सामुदायिक भवन हुनुपर्यो, बस पार्क हुनुपर्यो। अनि उपनगरपालिकामा चाहिँ वार्षिक 25 करोड आन्तरिक आय हुनुपर्यो कम्तीमा हैन। अनि यहाँ चाहिँ स्थायी जनसङ्ख्या चाहिँ 2 लाखको हुनुपर्यो। उच्च शिक्षा र प्राविधिक शिक्षाको पनि व्यवस्था हुनुपर्यो। पर्यटकीय स्तरकोमा होटेल तथा रिसोर्टको विकास हुनुपर्यो। महानगरपालिकामा चाहिँ अब वार्षिक 1 अरब हुनुपर्यो क्या आन्तरिक आय चाहिँ। अनि अपाङ्ग मैत्री सेवा पनि विस्तार हुनुपर्यो। कम्तीमा 5 लाख जनसङ्ख्या हुनुपर्यो। सुरुमा के थियो के भन्थेँ मैले 1 करोड गाउँको भए आई मिन हिमालको भए नत्र 3 करोड वार्षिक हैन। उपनगरपालिकामा फेरि 25 करोड, महानगरपालिकामा 1 अरब। नगरपालिकामा हिमाली भए 1 करोड नत्र 3 करोड, उपनगरपालिकामा 25 करोड अनि महानगरपालिकामा चाहिँ 1 अरब। अब
नगरपालिकामा स्पेसल के भयो त 25 जना पुग्ने अस्पताल हुनुपर्यो, सामुदायिक भवन हुनुपर्यो, बसपार्क हुनुपर्यो। उपनगरपालिकामा त्यति भएर भएन। उच्च शिक्षा हुनुपर्यो, प्राविधिक शिक्षा हुनुपर्यो, पर्यटकीय स्थल तथा होस्टेलको विकास हुनुपर्यो। अब उपनगरपालिकामा फेरि अपाङ्ग मैत्री सवारी सुविधा पनि हुनुपर्यो त्यसमाथि। अनि उपनगरपालिकामा 2 लाख स्थायी जनसङ्ख्या हुनुपर्यो, महानगरपालिकामा 5 लाख हुनुपर्यो। बुझ्यौ नि? अब डाटाहरू पनि याद गर्नुपर्छ। वर्षको हिसाबले कति प्रतिशत सहरी वृद्धि भयो थियो भनेर नेपालमा सहरीकरणको प्रवृत्ति। अब सर्टली भन्यो भने चाहिँ नेपालमा प्राचीन समयदेखि नै सहरको विकास भएको पाइन्छ होइन। अनि प्राचीन सहरहरूमा मूल्यतः अब कृषि, अर्थतन्त्र, कुटीर उद्योग र प्रशासनिक केन्द्रहरूको रूपमा विकास भएको पाइन्छ। यो केन्द्रहरूले एक आपसमा वस्तुलाई सेवा प्रदान गर्छ। क्रमशः सहरीकरणको विकास हुँदै गरेको देखिन्छ। अब यसमा नि कसको धेरै भयो भन्दाखेरि भक्तपुरमा धेरै सहर छ, त्यसपछि रौतहटमा, चितवनमा, कञ्चपुरमा, बद्रियामा, काठमाडौँ, धनुषा, सरेली गर्दै गयो होइन। अनि यतायतको पूर्वाधार विकासले सहरीकरणमा ल्याएको परिवर्तनको संश्लेषित टिप्पणी लेख्नुहोस् भनेर पनि तिम्रो अभ्यासमा चाहिँ क्वेसन छ। सन् 1950 देखि 1960 का बीचमा औलो मूल्याङ्कन भएपछि हिमाल पहाडबाट तराईमा भएको बसाइसराईले सहरीकरण प्रक्रिया तीव्र गतिले हुन थालेको देखिन्छ। पहाडबाट तराईसम्म बसाइ सर्ने क्रमशःसँगै पूर्वी तराईबाट सहरीकरण प्रक्रिया सुरु भएको थियो। त्यसपछि क्रमशः चितवन र लुम्बिनी प्रदेश र पश्चिमी क्षेत्रका सहरीकरण हुँदै गएको देखिन्छ। सन् 1970 को दशकमा पूर्व पश्चिम राजमार्ग बनेपछि नेपालको सहरीकरणमा नयाँ आयाम थपिएको देखिन्छ। पूर्व पश्चिम राजमार्गमा उत्तरबाट आउने यातायात मार्ग सङ्ग्रहमा स्थलहरूमा नयाँ सहरहरू उच्च विकास हुँदै गएको पाइन्छ। अनि अहिले मध्य पहाडी लोकमार्ग, हुलाकी लोकमार्ग, नदी गोरियाट, ग्रामीण सडक निर्माण र विस्तार विभिन्न क्षेत्रका यातायात पहुँच बढिरहेका छ। यसले सडक सञ्चालनमा जोडिन नसकेका मानिसहरू सडक नजिकै क्रमशः सहरीकरण प्रवृत्ति ल्याएको देखिन्छ। हिमाली क्षेत्रका हवाई यातायातसँग जोडिएका स्थान र जिल्ला सदरमुकाममा साना सहरीकरण केन्द्र बनेका छन् होइन। अब चाहिँ यो पछि हामीले गाउँ सहर सम्बन्ध पनि पढ्नुपर्छ। यसको अवधारणा चाहिँ के हो भन्दाखेरि गाउँ सहर सम्बन्ध भन्नाले गाउँ र सहर बीच हुने वस्तु, सेवा, व्यक्ति, सूचना, सामाजिक सम्बन्ध आदिको प्रभाव जनाउँछ। यो ग्रामीण र सहरी क्षेत्रलाई जोड्ने एक स्थानीय अवधारणा हो। त्यसर्थ ग्रामीण क्षेत्र र सहरी क्षेत्र बीचको कार्यगत सम्बन्ध गाउँ सहर सम्बन्ध भनिन्छ। यो सम्बन्धले ग्रामीण र सहरी क्षेत्रको संरचनात्मक परिवर्तनमा मद्दत गर्छ। यसले कृषि, उद्योग र सेवा क्षेत्रमा मूल सङ्ख्यालय आबद्धता गराउँछ। सहरीकरणले ग्रामीण क्षेत्रको उत्पादन प्रक्रियामा महत्त्वपूर्ण प्रभाव पार्दछ। सहरी क्षेत्रले ग्रामीण क्षेत्रबाट खाद्यान्नसँगै प्राकृतिक साधनहरूको माग गर्छ। यी वस्तुहरू ग्रामीण क्षेत्रमा उत्पादन हुन्छन्। सहरी क्षेत्रले सडक, यातायात, सञ्चार र व्यापारीहरूको सञ्जाल तयार गर्दछ। विभिन्न सङ्घ-संस्था र सञ्जालले गाउँ सहरको सम्बन्धमा परस्पर प्रकार सहयोग गरिरहेको हुन्छ। गाउँ सहर सम्बन्धका आयामहरूको संक्षिप्त चर्चा गर्नुहोस् भनेर सोध्न सक्छ क्वेसन। बजार केन्द्र, उत्तर प्रदेश यातायात र सञ्चार प्रणाली चाहिँ तिम्रो 3टा भएन। बजार केन्द्रमा तिमीले डिस्क्रिप्सन के दिनु मिल्यो भन्दाखेरि बजार केन्द्र अन्तर्गत साना बजार केन्द्रदेखि ठुला बजारहरूसम्म समावेश गर्न सकिन्छ। पृष्ठ प्रदेश भनेको के हो? सहरी केन्द्रहरूको वरिपरिका क्षेत्रलाई पृष्ठ प्रदेश भनिन्छ। यो तिमीलाई इम्पोर्टेन्ट छ है, पृष्ठ प्रदेशको सम्झियो। सहरी केन्द्रको वरिपरिको क्षेत्रलाई पृष्ठ प्रदेश भनिन्छ। अर्को के भन्थेँ मैले? यातायात र सञ्चार प्रणाली। यो चाहिँ गाउँ सहर सम्बन्ध विकास गर्न यातायात र सञ्चार प्रणालीको प्रमुख भूमिका हुन्छ। पृष्ठ प्रदेशले गाउँ सहर अन्तर्सम्बन्धमा कसरी भूमिका खेलिरहेको हुन्छ? पृष्ठ प्रदेश भनेको मैले के भन्थेँ तिमीलाई भर्खरै? सहरी केन्द्रको वरिपरिको क्षेत्रलाई पृष्ठ प्रदेश भनिन्छ। यो क्षेत्रको सहरी केन्द्रमा आवश्यक हुने खाद्यान्न, कच्चा पदार्थ, अस्पताल, श्रम आदि उपलब्ध गराउँछ। यसको साथै पृष्ठ प्रदेशमा सहरी केन्द्रले वस्तु तथा सेवा वितरण गर्छ। तर गाउँ सहर परस्पर सम्बन्धलाई स्रोत साधनको उपलब्धता, उत्पादन प्रक्रिया र दूरीले निर्धारण गरेको हुन्छ। गाउँ सहर सम्बन्धका प्रक्रियाको उदाहरणसहित वर्णन गर्नुहोस्। सेलिया टोकोलिया अनुसार गाउँ सहर सम्बन्धका निम्न अनुसार रहेका हुन्छन्। मानिसहरूको प्रवाह, सामानको आदान प्रदान, बजार केन्द्र भूमिका, जीविकोपार्जन विविधीकरण। मानिसहरूको प्रवाह चाहिँ अब बसाइसराई प्राय गाउँबाट सहरतर्फ हुने गर्छ। गाउँमा बसोबास गर्ने मानिसहरू रोजगारी र सेवा सुविधा लागि सहर बसाइसराई सर्छन्। सामानको आदान प्रदान, सहर र गाउँबीच सामानको आदान प्रदान एक अनिवार्य कार्य हो। गाउँका किसानहरूले उच्च मूल्यका वस्तुहरू उत्पादन र निकासी गरेर पश्चात आम्दानी लिने अवसर उपलब्ध हुन्छ। सहर केन्द्रको भूमिका गाउँको जीविकोपार्जन शैलीमा सुधार ल्याउन कृषि उत्पादन र उद्योग तथा सेवाहरूबीच अन्तर्सम्बन्ध कायम गर्नुपर्छ। जीविकोपार्जनमा विविधता
ग्रामीण क्षेत्रमा कृषिको उत्पादन परिवर्तन गर्ने रोजगारी र आम्दानी बढाउँछ। अब जीविकोपार्जनको कुरा गर्दै गर्दा चाहिँ गाउँ सहर सम्बन्धले जीविकोपार्जनमा सकारात्मक र नकारात्मक परिवर्तन दुवै ल्याएको हुन्छ है। हेर, सकारात्मक परिवर्तन कसरी ल्याएको हुन्छ भन्दाखेरि, सरी मेरो बिचमा टङ स्लिप हुन्छ कहिलेकाहीँ। गाउँ सहर सम्बन्धले मानव संसाधन भनेको चाहिँ ह्युमन रिसोर्सलाई एकीकृत हुने अवसर प्रदान गर्छ होइन। गाउँ सहर सम्बन्धले जनसङ्ख्यालाई अत्यन्त संयुक्त, सस्तो तथा सुस्त सेवा तथा सुविधा प्रदान गर्ने भन्न सकिन्छ। स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, सामाजिक सेवा तथा सांस्कृतिक गतिविधिको विकास हुने भएकोले बासिन्दाहरूले सहज जीवनयापन गर्न सक्दछन्। यसले आय र रोजगारीमा विविधता ल्याउँछ। आय र रोजगारीका असमानतालाई घटाउँदै सामाजिक वृद्धिकरण कम गर्दछ। अनि गाउँ सहर सम्बन्धले कृषि क्षेत्रको रूपान्तरणमा मद्दत गर्दछ। गाउँ सहर सम्बन्धले जीविकोपार्जन शैलीमा ल्याउने नकारात्मक परिवर्तन चाहिँ यस प्रकारको छ है। हेर, गाउँ र सहर विकाससँगै अगाडि बढ्न कठिन हुन्छ। गाउँदेखि सहरतर्फको बसाइसराई नियन्त्रण गर्न यससँग सम्बन्धित अभ्यास, पानी, सरसफाइको अभाव हुने र स्वास्थ्य सम्बन्धी समस्या पनि हुन्छ। सहरी बसाइमा लाग्ने खर्च उच्च हुन्छ र त्यही कारण गाउँको आर्थिक चाहिँ कमजोर हुनसक्छ, आर्थिक अवस्था। सहरी क्षेत्रले गाउँबाट कम मूल्यमा खाद्यान्नसँगै प्राकृतिक खाद्यान्नहरू खरिद गर्छ, तर त्यही सामान चाहिँ प्रशोधन गरेर सहरी क्षेत्रले गाउँलाई नै महँगोमा बेच्छ के। गाउँबाट महत्त्वपूर्ण कला र संस्कृति विलय हुँदै जान सक्छ। अर्को लेसन छ तिम्रो, नेपालमा सहरीकरणको अवसर र चुनौती। अनि नेपालमा सहरीकरणले ल्याएको अवसरहरू के हो भन्दाखेरि चाहिँ अब सहरीकरणले विभिन्न विविधता, विशिष्टतामा आधारित उत्पन्न प्रक्रिया तथा सामाजिक आर्थिक परिवर्तनको वातावरण तयार गर्छ। यसले अत्यन्त आर्थिक प्रणाली, सार्वजनिक सेवा, गैर नाफामूलक सेवाहरू त शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा आदिको विस्तारमा पनि सहयोग गरेको हुन्छ। सहरीकरणले वस्तु उत्पादनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूसँग आबद्ध हुने मौका दिन्छ। यो प्रक्रियाले गाएको नयाँ समूहहरूमा आबद्ध हुने, श्रम प्रविधि र पुँजीको विकास गर्ने र स्थान विशेषता तुलनात्मक लाभका वस्तुहरूको उत्पादनमा लगानी गरी प्रेरित गर्दछ। यसले गर्दा लगानी क्षेत्रमा विस्तार हुन्छ। नेपालमा सहरीकरणका प्रमुख चुनौतीहरूको सूची तयार पार्नुहोस्। नेपालमा सहरीकरणको प्रमुख चुनौतीहरू निम्न अनुसार छ। न्यून सेवा र सुविधा, ट्राफिक व्यवस्थापन, न्यून रोजगारी अवसर, बसाइसराई, हरियाली पार्कको अभाव, अव्यवस्थित बसोबास, खुला स्थानको अतिक्रमण, वातावरण प्रदूषण, शान्ति सुरक्षा, सन्तुलित सहरी वातावरण निर्माणमा हरियाली पार्कको महत्त्वमाथि प्रकाश गर्नुहोस्। दिगो र सन्तुलित सहरी विकासका लागि हरियाली पार्कको आवश्यकता हुन्छ। साथै यसले वातावरणमा सन्तुलित तथा हराभरा तुल्याउँछ। सहरमा हरियाली राख्न निर्माण गरिएको हरित पार्कले सहरी वातावरणको पर्यावरणलाई अझ सुन्दर र आवश्यक तुल्याउँछ। यसै गरी सहरमा निर्माण हरित खुला स्थान, सहरी कृषि र वृक्षारोपण गरेर पनि सन्तुलित सहरी वातावरण निर्माण हुन जान्छ। अब लास्टमा स्मार्ट सिटीको अवधारणा र महत्त्व चर्चा गर्नुहोस् भनेर सोध्न सक्छ। नेपालको सन्दर्भमा पहिलो पटक नयाँ सहर र स्मार्ट सिटीको अवधारणा आर्थिक वर्ष 2067 र 2068बाट अघि सारिएको हो। सरकारले सस्तो लोकप्रियताका लागि नयाँ सहर र स्मार्ट सिटीको चाङ्को खुल्ला बनाएको छ। अनि सहरको आर्थिक वर्षमा सहर बनाउने सरकारले आर्थिक वर्ष त्यही जुनमा प्लान गर्छ त्यहीमा के जुनमा सारेको थियो 2067मा सारेको थियो। अनि त्यहीमै तिनीहरूले चाहिँ प्लान अगाडि बढाउने घोषणा चाहिँ गरेको थिएन। तर सहर बनाउने भन्दा 12वटा नयाँ सहर घोषणा गरेको थिएन। अनि नयाँ सहर घोषणा गरेको एक दशकभन्दा धेरै समय बितिसक्यो, तर एउटा पनि नयाँ सहर र स्मार्ट सिटीको निर्माण प्रक्रिया अघि बढेको चाहिँ छैन।
नेपालको सरकार त्यही त हो, अगाडि सार्ने बेला 12वटा सारे एउटा नि भएन अहिलेसम्म। स्मार्ट सिटीको महत्त्व निम्न बुँदाले उल्लेखन गर्न सकिन्छ। आफ्ना देशका नागरिकलाई विभिन्न सुविधा उपलब्ध गराइ नागरिकका सभ्य गुणात्मक जीवन प्रदान गर्ने, स्वच्छ वातावरणमैटी एमटीको विकास गर्ने, नागरिकको जीवनको सुधार गर्ने, डिजिटल वा सूचना प्रविधिको प्रयोग गरी व्यवसायी र औद्योगिक सहरको निर्माण गर्ने।